हिजो स्कटल्यान्डसँग म्याच जित्नुमा के दिपेन्द्र सिंह एरीको मात्रै कन्ट्रिब्युसन छ त? हामीले दिपेन्द्र सिंह एरीलाई क्रेडिट दिइरहेको छौँ र क्रेडिट डिजर्भ पनि गर्छ, तर दिपेन्द्र सिंह एरीले मात्रै गर्दा हिजोको म्याच जितेको भन्न पनि हामी सक्दैनौँ। हालाकि दिपेन्द्र सिंह एरीको जुन चाहिँ एउटा नक थियो हिजो एकदमै बेस्ट। दिपेन्द्र सिंह एरीको त जति पनि यो टुर्नामेन्ट होल टुर्नामेन्ट नै एकदमै फ्याबुलस गएको छ। नेपालबाट बेस्ट प्लेयर नै हामी दिपेन्द्र सिंह एरीलाई भन्न सक्छौँ, तर हिजोको म्याचको कुरा गर्दाखेरि अरू प्लेयर्सहरू पनि छ जसले कन्ट्रिब्युसन दिएको थियो, अनसङ हिरोहरू मेरो नजरमा छ। अब मलाई चाहिँ 4 जना प्लेयर्सहरू चाहिँ एकदमै हिजो राम्रो कन्ट्रिब्युसन दिएको जस्तो लाग्छ। त्यसै गरी अरूले पनि कन्ट्रिब्युसन दिएको हो। 11 जना प्लेयर्स खेलेर नै हिजो जितेको। त्यसै गरी नट ओन्ली प्लेयर्स, त्यहाँ ग्राउन्डमा भएको जति पनि सपोर्टर्सहरू, नेपालको जति पनि अडियन्सहरू, त्यसै गरी जति पनि कोचहरू सबैको त्यहाँ क्रेडिट आउँछ। तर जो चाहिँ हिजो प्लेइङ 11मा 4 जना प्लेयर्स इन्क्लुडिङ दिपेन्द्र सिंह एरी, फर्स्टमा चाहिँ हामीले जहिले पनि भुलि पठाउँछौँ क्याप्टेन रोहित पौडेल। हामीले जित्यो भने त रोहित पौडेललाई बिर्सिहाल्छौँ, हार्यो भने चाहिँ फेरि जति सक्दो चाहिँ उसलाई नै गाली दिन्छौँ कि रोहित पौडेलले गर्दा हाल्यो, टुकटुक खेल्यो, T20मा पनि टेस्ट जस्तो खेल्यो, हामी त्यस्तो भन्छौँ। तर जित्यो भने हामीले रोहित कुमार पौडेल जो नेपालको क्याप्टेन छ हामीले क्रेडिटै दिँदैनौँ। तर हिजो रोहित कुमार पौडेलको जुन चाहिँ त्यो एउटा इनिङ ब्रेक थियो, 80 रनको पार्टनरसिप जुन चाहिँ स्कटल्यान्डको 2 जना ओपनर्सको थियो, त्यो ब्रेक गर्नुमा रोहित कुमार पौडेलको एकदमै ठुलो हात छ। मुन्सीलाई जस्तो परिकाले आउट पार्यो एकदमै प्लानिङको साथमा, त्यो एकदमै ठुलो एउटा इम्प्याक्ट हो, जुन चाहिँ इम्प्याक्ट चाहिँ हामीले देखेनौँ। यदि मुन्सी र जोन्सको पार्टनरसिप अझै लामो भएको थियो भने नेपालले टार्गेट 200 को भेट्थ्यो। 80 रनमा 80 रनको पार्टनरसिपलाई ब्रेक गर्नुमा रोहित कुमार पौडेलको एउटा ठुलो हात मैले देखेँ। त्यसै गरी अर्को प्लेयर्सको हो भने सोमपाल कामी, हामीले बिर्स्यौँ। सोमपाल कामीको हिजो बलिङ हेर्नुहोस्, माइकल जोन्सलाई आउट पार्नुमा सोमपाल कामीको ठुलो हात छ र आउट पनि पारेको छ। यदि माइकल जोन्स आउट नभएको भए हिजो जे पनि हुनसक्थ्यो, किनभने जस्तो परिकाले माइकल जोन्सले खेल्दै थियो द्याट इज अनबिलिभेबल। र जसरी सोमपाल कामीले माइकल जोन्सको विकेट्स लियो र त्यो ओभरमा 2टा विकेट्स आयो, त्यसले गर्दा नै मोमेन्टम सिफ्ट भएर गएको छ। त्यसै गरी अर्को विकेट्स पनि सोमपाल कामीले लिएर एकदमै ठुलो कन्ट्रिब्युसन दियो। यो कुरा चाहिँ हामीले सोमपाल कामी पनि एउटा अनसङ हिरो हो हिजोको म्याच जित्नुमा। त्यसै गरी कुशल भुर्तेल र आसिफ शेखको जुन चाहिँ पार्टनरसिप भयो, अब जुन चाहिँ सेकेन्ड इनिङमा, त्यो पार्टनरसिप पनि राम्रो पार्टनरसिप थियो। हालाकि कुशल भुर्तेलको जुन चाहिँ स्ट्राइक रेट हिजो त्यस्तो राम्रो थिएन, तर जस्तो खालको डिमान्ड थियो जस्तो खेलको त्यस्तै अनुसारले नै एकदमै राम्रो पार्टनरसिप बुने, फर्स्टमा विकेट्स दिएन र कुशल भुर्तेल पनि हामी हिजोको एउटा राम्रो एउटा कन्ट्रिब्युसन दिएको भन्न सक्छौँ। र अन्तिममा चाहिँ दिपेन्द्र सिंह एरी त एकदमै 100% नै हिजोको म्याचमा चाहिँ अब कन्ट्रिब्युसन दिएको दिपेन्द्र सिंह एरीले। किनभने जस्तो परिकाले दिपेन्द्र सिंह एरीले ब्याट गर्यो नि, त्यो चाहिँ अब हामी सोच्थ्यो कि दिपेन्द्र सिंह एरीले नाम पुरा हामी होइन पुरा सुनिबस्छौँ हामी, दिपेन्द्र सिंह एरीको यस्तो खेल्छ त्यस्तो खेल्छ, एकदम हाइप छ। तर ठुलो टुर्नामेन्टमा कहिले पनि दिपेन्द्र सिंह एरीको यस्तो खालको पर्फर्मेन्स आएको छैन। तर यो पालिको जुन चाहिँ पनि हरेक म्याचमा दिपेन्द्र सिंह एरीले पर्फर्मेन्स दिए नि, त्यहाँबाट बुझिन्छ कि दिपेन्द्र सिंह एरी हाइप मात्रै भएको प्लेयर छैन, एक्चुअलीमा ऊ डिजर्भ गर्छ त्यो जुन चाहिँ हाइपलाई, र त्यो चाहिँ दिपेन्द्र सिंह एरीले यो टुर्नामेन्टमा देखाएको छ। इङ्ल्यान्डसँगको तपाईँले नक हेर्नुहोस् न, कस्तो दामी नक थियो। त्यसै गरी इटलीसँग त अलिकति दिपेन्द्र सिंह एरीको त्यति बेला छिटै नै आउट भयो, तर वेस्ट इन्डिजसँग पनि राम्रो नक खेल्यो, 50 हिर्कायो। त्यसै गरी हिजोको म्याचमा त अझै 22 बलमा 50, त्यो त एकदम अनबिलिभेबल हो। मैले त सोचेको थिइनँ दिपेन्द्र सिंह एरीको नाम मात्र नै होला यस्तो खालको खेल्छ भनेर चाहिँ मैले सोचेको थिइनँ। तर दिपेन्द्र सिंह एरीले जसरी फिल्डिङ, जसरी बलिङ, त्यसै गरी जसरी ब्याटिङबाट पर्फर्मेन्स दियो, मिडल अर्डरलाई सम्हाल्यो, जुन चाहिँ प्रेसर सिचुएसनमा आएर रन बनायो नि, त्यहाँबाट बुझ्छ कि दिपेन्द्र सिंह एरीको जुन चाहिँ माइन्डसेट छ र दिपेन्द्र सिंह एरी चाहिँ कस्तो खालको प्लेयर्स हो भन्ने चाहिँ त्यहाँबाट बुझ्छ। किनभने अब बिचको मिडल ओभरतिर आउँदाखेरि एकदमै ठुलो प्रेसर भइरहेको हुन्छ र त्यो प्रेसरमा पनि रन बनाउनु, स्पिनर्सलाई राम्रो खेल्नु र कोलाई एट्याक गर्नु, त्यो मान्छेहरू छान्नु चाहिँ एकदमै टप हो। हिजो जुन चाहिँ त्यो लिसको जुन चाहिँ ओभरमा 20 रन हिर्कायो दिपेन्द्र सिंह एरी र गुलसन झाले, त्यो एकदमै एक्सेप्सनल थियो। किनभने लिसको त अहिलेसम्म एकदमै राम्रो म्याच गइरहेको छ, हिजो पनि 3 विकेट त लिसले लिएको थियो, र लिसको ओभरमा जुन चाहिँ एट्याक हिर्कायो नि
त्यो चाहिँ एकदमै मलाई एक्सेप्सनल लाग्यो र दिपेन्द्र सिंह एडीको पनि राम्रो कन्ट्रिब्युसन र अरू पनि प्लेयर्सहरूको कन्ट्रिब्युसनको साथमा चाहिँ नेपालले आफ्टर 12 इयर्स बाद T20 वर्ल्ड कपमा पहिलो जित हासिल गरेको छ। सो होप सो कि अब आउने अर्को T20 वर्ल्ड कपमा नेपाल अझै पनि दह्रो टिम भएर आउँछ भनेर चाहिँ हामी आशा गर्छौँ। थ्याङ्क यू सो मच।